उटपटाङ यिनीहरू जस्तो उटपटाङ कलेज हाल्नु भगवान्। हेर उटपटाङको पनि हेलो हेलो अस्मिता हेलो सबिना ल मन्जु ल सब्सक्राइब गरिदिए। फर्केर हामी यसो सारा एक्सप्लोर गर्दैछौँ है। यहाँ यसरी चलिराख्नु भएको छ। नितेशजीले कति पैसा रहेछ त भनेर हेर्दै हुनुहुन्छ है। कति पैसा रहेछ त नितेश? टाउको कनाइ दिक्क लाग्यो भनेर छ्यापाडीहरू हेर न गफाडीहरू गफाडी ग्याङ हाम्रो साथीहरू। आमै एउटा हसमुख फेरि लौ न कति राम्रो पिङ रहेछ हाम्रो। अर्को नमुना हेर्नु त्यहाँ नमुना गयो चलाइदिन्छन् र यतिकै। हाम्रो यो चाहिँ हाइवे कता खै यहाँ यो हाइवेबाट थोरै माथिपट्टि छ। हामी चाहिँ सिलबाट फर्केर यहाँ यसरी भिजिट गर्न आएको हामी सबै साथीहरू जति भएर। यसरी केटकेटी हेर यी केटकेटी भन्यो के भन्यो महारानी ए महारानी ए के बालापनको उमेर भने जस्तो। नसक्ने भयो नसक्ने। मेरो भिडियो हेरेर वाच टाइम बढाइदिनु होला। ल अब चाहिँ म लागेँ खाजा लिनलाई। भोकले टट्टु परेर थियो। खाजा पनि वरिपरि केही नपाइँदो रहेछ। त्यसरी हामी चाहिँ बाटोतिर त्यो उकालोबाट ल अब जुत्ता फुस्किहाल्यो भने लेस टेक्यो अन्त गइहालिन्छ। फेरि उल्टिहालिन्छ नि फेरि। त्यही भएर लेस भनेर बाटातिर हेर्दै कतिखेर गाडी गइहाल्छ र नि फुत्त बाटो कटम्ला भनेर बाटो कट्दै हामी यसरी महेन्द्र हाइवे होइन। अनि त्यसपछि हामी चाहिँ दोकानमा यसरी खतरा खुद्रु किनियो अनि हामी लाग्यो माथितिर उकालो चढ्न। खाजा लिएर साथीहरू भएको ठाउँमा गयौँ। अनि यसरी हामी यो खाजा लिएर गएर जाने बाटोमा पाइप त्यसरी राखेका रहेछन्। सुरुमा त सर्पो भनेर तर्सिराख्यो फेरि। अनि हाम्रो साथीहरू भएको थियौँ आयौँ। कसले धन मेरो छैन नानी ज्यान मेरो यही हो सानी पर्छ मन पर्दैन पर्छ है मोमो नि लिएर आउनु घ्याम्टीबाट लिएर आउनु है त्यो त खेल्नको लागि भन्दा पनि हेर्नु अब अल्फाबेट अनुसार म स्न्याप बनाउँछु रोक है। मेरा बचपना अभी तक नहीं सका है भनेर क्या। बनाएर बचपना मान्छे घुम्न पर्यो नि घुम्दो रहेछ। घुम्छ बच्चाहरूको खेल्ने कुरा भुइँचेर आयो के हेर त के भगवान लडे पत्ता लाउन सकिएन भने चाहिँ के गर्नुपर्छ है त? हामीले पत्ता लायौँ भने के गर्छ र चुराइ खेलाउँ न होइन पैसा ल्याएन।
त लगाएर अनि सँग पैसा होइन हाम्रो त अलिक कम्ती के भएर त्यस्तो आफै किनकि मलाई चाहिँ अरू केही स्टन्टहरू गर्न लगाऊँ न गीत गाउने त्यसपछि अब मेरो भिडियो कपबोर्ड भनेको कन्फ्युज हो कि कस्तो लाग्छ त्यसरी मैले पनि भनेको डोर पनि भने त साइकल पनि भनेन कार्टुन पनि भनेको टियर पनि भनेको होल्डले भन्यो अघि होल्ड भन्दै है कसले गर्यो सबै पैसा नभन्नु यहाँ ताली भयो क्या चाहिँ गेट त्यसरी नै हो प्लास्टिक क्या के हो खाले के थियो ह्यान्डल के के कार्टुनमा लेखेन के सामान हैन पता लाग्यो दौडले टच गर्नु हैन हैन टच गर्नु गीत गाउनु कति नै म दौडेर भागेर मारे खाल्यो गाडी रेडी भाइ टक्क सिधै त्यो हैन अहिले दाइले तपाईले 200 रुपैयाँ किन दिनु भयो के भन्यो 200 रुपैयाँ कविता यो त हैन यतापट्टिको तिम्रो होइन मेरो कविता हाम्रो इम्पोस्टर गेम भइरहेको सबिना इम्पोस्टर हो अब नाच्न पर्छ ताली बजार बस्दै नाच्न पर्छ भ्याइयो नि त म सिङ्क हो कि म होइन सिङ्क हो ऊ तिनले हो मैले भने नि बच्यो भन मक्ख पऱ्यो कि होइन बटरफ्लाई यिनले उसो हेऱ्यो चरा पनि हाँस्यो त्यस्तो त भन्दिनँ त्यो त अति हुन्छ अहिले मिल्नेवाला भन न गर्न अहिले कतिले एउटा गीत गाउनु जाने के ल भइहाल्यो त ल गीत गाउन इजी टास्क दौडेर आउनु भयो कि यस्तो टास्क कस्तो राम्रो आउँदो रहेछ भाइ यतापट्टि यो केही नगर्ने ल फेरि दौडेर मुर्गा भन सबलाई त्यही मेनुका सब दौडेर आउनु दौडेरै आयो ए यदि अनैतिक पनि गर्ने अनि मन जान्छ दौडेन मैले अनैतिक भने है अनैतिक अनैतिक रे तर यस्तो हो नि त फर्स्टमा यो ए हो हुन पर्यो नि त हामीले भन्यो नि कविता भनेको त रोशनीमा अलिक पकड आउन नितेश मेन्सन गरेर के हो र त्यसलाई नदेख्नु हामीले के गर्यो र लठी नि देखिदैन मोबाइल ए लाइन गरेर बस्नु दुईजनाको लाइन नितेश जान्छ अनि मलाई क्लियर गर्दा त्यो त दुईजना लाइन देखिने हो
धेरै छिटो भयो त्यो राख्ने अर्को गीतमा बनाउँछ होइन नचेन्ज यस्तो हो कि म्युजिक आफ्नो पालो आएसम्म गरौँ अनि जाँदाखेरि पनि यस्तो गरेर जानु नाच्दै टाइमिङमा जाँदा पनि त्यसै भन्छ न अघि न टाइमिङ भयो मेरो बिग्रेर हो कि भने म खट्याङ खट्याङ हिँड्छु कि त्यहाँ ल यही लास्ट अनि गाडी छ यस्तो होइन कि आफ्नो लिरिक्स आउन्जेलसम्म गाम अनि ढाडै दुखिसक्यो हाम्रो बिहाइन्ड द सिन पनि यति रमाइलो हुन्छ कि हेर्नलाई यति रमाइलो हुन्छ भने साथी छैन लगाइज हस् त धन्यवाद नमस्ते बाई थ्याङ्क यू फर वाचिङ गाइज ल बाई गाइज ल बाई हाम्रो यहाँ कस्तो राम्रो बडा हेलो हेलो